त्यो ठुलो भएर त त्यही बच्चाले डिल गर्ने हो नि त फ्युचरसँग आइरहेको डेभलपिङ जेनेरेसनमा अहिले ट्रेडिसनल भन्नु तपाईँ भन्नु अहिले सिकाउनु कुरा आफ्नो ट्रेडिसन चाहिँ कहिले बिर्सिने होइन तर ठुलो भएर त्यही त बच्चा हो होइन अब हजुर नहुनु होला ठुलो भएर होइन जिन्दगी फेस त बच्चाले एक्लै गर्नु छ होइन सो प्यारेन्टिङमा नि राम्रो कुरा गरिदिने अनि फ्युचरको लागि पनि बच्चालाई प्रिपेयर गरिदिने के त्यो कन्ट्रोलेटिभ बिहेभियर गरेर अब झन् है फ्युचरमा त बच्चाले धेरै प्रिकसन्स लिनुपर्ने हुन्छ यस्तो स्टेज आउने छ अब पहिला जस्तो त्यो सेफ सुरक्षित भयो नि सुरक्षित त थिएन होला तर त्यही पनि ह्युम्यानिटी जस्तो कुरा अब फ्युचरमा हुने होइन होइन सो बच्चालाई त्यो धेरै कन्ट्रोलेटिभ बिहेभियर गराएर चाहिँ आफैमा आत्मविश्वास जान्छ कि उसको किन आफ्नै प्यारेन्ट्सले उसमा विश्वास गरेनन् होइन कन्ट्रोलेटिभ बिहेभियर चाहिँ ट्रस्टमा नै हुनु पर्यो अब कहिले कहिले नर्मल चेकिङ यस्तो गर्दा जस्तै अब हजुरले भन्नुभयो आजकलका सोसियल मिडिया भयो कि होइन यति चाहिँ हाम्रो प्यारेन्ट्सकै रिस्पोन्सिबिलिटी हो होइन चाहे अब हामी डेभलपिङ नेसन्सहरूसँग किपअप गर्न सक्दैनौँ होला होइन म विद्यार्थीहरूको पक्षबाट भनिरहेन म त्यो स्टेटमेन्टको विपक्षबाट भन्न चाहिँ म विद्यार्थीहरूको पक्षबाट चाहिँ विद्यार्थी भन्नु बच्चाहरू भन्नु तिनीहरूको पक्षबाट चाहिँ बोलिरहेन म चाहिँ यो त्यो स्टेटमेन्टको विपक्षबाट बोलेर चाहिँ यति कुरा चाहिँ याद गर्नु म कसैको पक्ष विपक्ष कसैको लिइरहेको छैन तर बच्चाहरूले अब यस्तो सानो सोसियल मिडियाको कुरामा त प्यारेन्ट्सहरूले पनि त यति जिम्मेवारी राखिदिनु पर्यो नि त कन्ट्रोलेटिभ नगर्नु भन्दा बच्चाहरूलाई थाहा छ अब पहिल्यैदेखि आजकलका बच्चाहरूलाई केही प्यारेन्ट्सहरूले सानो उमेरदेखि ट्याब त्यो फेसिलिटिज प्रोभाइड गरेका हुन्छन् होइन अब जसले दिए उनीहरूले अब मेबी चेकिङ गर्नुपर्छ होला बट त्यस्तो ओभर पनि नगरिदिनु यति चाहिँ ट्रस्ट चाहिँ राखिदिनु बरु धेरै जस्तै तिनीहरूलाई अवेरनेस चाहिँ दिनु है यति चाहिँ म भन्छु तिनीहरू अवेरनेस आजकलको फ्रड हुन्छन् स्क्याम्स हुन्छन् होइन जस्तै मेरो मामाले पनि मलाई धेरै कुरा सिकाएको छ यस्तो फ्रड स्क्याम्स यस्ता मान्छेहरू टेक्स्ट गर्छन् यस्तो मेसेजेसहरू गर्छन् त्यसमा चाहिँ कन्ट्रोल लिन चाहिँ पुरा राइट छ हजुरको कन्ट्रोल लिन भन्दा नि त्यसमा अवेरनेस गर्न त्यो चाहिँ ठिक छ अनि कहिले मेसेज गरेछ भने चेकिङ गर्न द्याट्स फाइन बट टु मच आफ्नो फ्रेन्ड्सहरूको पनि च्याट्स हेर्नु यस्तो गर्नु त्यो बच्चालाई त्यो आफै अनकम्फर्टेबल बनाउँछ होइन चाहे बच्चाले कि त्यस्तो केही कुरा गरोस् या नगरोस् तर आफ्नै मामबाबाले आफ्नै साथीसँग चिनेकै साथीसँग पनि त्यस्तो कुरा नगर्न दिएपछि बच्चालाई पनि आफ्नो प्यारेन्ट्समा ट्रस्ट लुज गर्छ होइन अनि सानो उमेरदेखि बच्चाले ट्रस्ट लुज गरेपछि भविष्यमा गएर के होला त्यो अब आफै इमेजिन गर्नु